दर्शकबिन नमस्ते, यहाँहरू सम्पूर्णलाई स्वागत छ परिवेश नेपालको अफिसियल फेसबुक पेज र अफिसियल युट्युब च्यानलमा। म हुँ गौतम गिरी। यतिखेर रातको करिब 9 बज्न लागिसकेको छ र म छु यतिखेर नेपालको एक प्रतिष्ठित सहर बुटवलमा छु। यतिखेर यो एकदमै व्यस्त रहने यो सहरमा म किन आइपुगेको छु भन्दाखेरि करिब 1 महिना अगाडि कालिका नगरपालिका वडा नम्बर 9 मा बसिरहेका विमल नाम बताउने एकजना व्यक्तिले आफ्नो परिवारबाट करिब 15 वर्ष अगाडिदेखि बिछोडिएको, 15 वर्ष अगाडिदेखि परिवारबाट टाढा रहेको र पाल्पा मात्रै मेरो घर हो भन्ने थाहा भएको र पाल्पाको यो ठाउँ भन्ने थाहा नभएको त्यो कुराहरू आइसके पछाडि हामीले 1 महिना अगाडि विमलको हामीले केही भिडियो रिपोर्टिङ तपाईहरु समक्ष राखेका थियौँ र विमललाई परिवारसँग भेट गराउनका लागि हामीले एउटा जमर्को पनि गरेका थियौँ र भिडियो बनाएर हामीले विभिन्न सोशल मिडिया युट्युबबाट त्यसलाई प्रसारण गरिसके पछाडि 1 हप्ता अगाडि चाहिँ उहाँको आफन्तहरू सम्पर्कमा आउनुभयो र सम्पर्कमा आइसक्नु भइसके पछाडि आज शनिबारको दिन हामीले योजना बनायौँ विमललाई उसको परिवारसँग भेट गराउनुपर्छ भन्ने हिसाबले आज बिहानै करिब 6 बजे भन्दा अगाडि नै हामीले चितवनबाट पाल्पासम्मको यात्रा तय गर्यौँ। तर जुन हामीले एउटा अठोट बोकेर हिँडेका थियौँ त्यो अठोट पुरा गर्नको लागि फेरि हामीले विमलको एकजना दाइ जो बुटवलबाट नजिकै सालझन्डीमा बस्नुहुन्छ भन्ने हामीले खबर पहिले नै प्राप्त गरेका थियौँ र फेरि हामीले निरन्तर प्रयास गऱ्यौँ, निरन्तर सम्पर्क गऱ्यौँ र उहाँलाई हामीले बुटवल बोलायौँ र बुटवलमा विमल, जसलाई हामीले 1 महिना अगाडि रिपोर्टिङको क्रममा एउटा सन्देश, एउटा रिपोर्टिङ गरेका थियौँ, परिवारसँग भेटाउँछौँ भनेर हामीले एउटा वाचा गरेका थियौँ र बुटवलमा हामी अन्ततः सफल भएका छौँ। करिब 15 वर्ष पछाडि 2 दाजुभाइको मेल गराउन सफल भएका छौँ। सानै उमेरमा बुवाआमा गुमाउनुको पीडा त छँदैछ, आफ्नो परिवारबाट पनि टाढा रहेर यो 1.5 दशक परिवारबाट टाढा रहेर जिउनुको पीडाबाट आज हामीले केही हदसम्म मुक्त गराएका छौँ र आशा गर्छौँ हामी यो सन्देश, यो दुःखले आज हामीले एउटा परिणाम, एउटा नतिजा हामीले निकाल्न सफल भएका छौँ र यस पछाडिका अन्य फर्दर डकुमेन्टका नागरिकता बनाउने प्रसङ्गमा पक्कै पनि उहाँको परिवारले त्यो कामहरू अगाडि बढाउनु हुनेछ र त्यसमा हामी अझै पनि सहजीकरण गर्नेछौँ। जुन परिवारसँग भेटाउने हामीले जमर्को गरेका थियौँ अन्ततः सफल भएका छौँ र केही कुराकानी विमल र विमलको दाजुसँग हामी गर्नेछौँ र यो कुराकानी तपाईँहरूलाई पनि प्रस्तुत गर्नेछौँ र रात छिप्पिसकेको छ, बाँकी कुराहरू के हुन्छ तपाईँहरूलाई फेरि हामी क्रमशः जोड्दै जानेछौँ। ऊसँग बिछोड हुँदाखेरि कति उमेरको थियो ऊ? कमसेकम यो 3-4 वर्षको होला। म इन्डियातिर लागेको 3-4 वर्षको उमेरकै थियो म इन्डियातिर लाग्दाखेरि। म इन्डियादेखि आएको यहाँ जम्मी 7 वर्ष भयो होला कि इन्डियाबाट यहाँ आएको। धेरै वर्ष थिएन कि म पनि नेपालतिर उतैतिर थिएँ। म आउँदाखेरि यो थिएन कि यहाँ। तर भाइ नै हो भन्ने त आफूले त चिन्यो। मैले नचिने भाइहरूले चिन्छ नि त। भाइहरूले उसलाई गाह्रो भइरहेको अरे अझै पनि। यसलाई विश्वास भइरहेको छैन, देखेकै छैन, सानोबाटै देखेको छैन मलाई, कहाँ चिन्यो। तपाईहरु कतिजना दाजुभाइ? हामी 7 भाना छौँ। एउटा चाहिँ दिदी हो, दिदी चाहिँ देखेकै छैन के अरे। एउटा म मुनिको चाहिँ बितेको यहीँ बुटवलमा एक्सिडेन्ट भएर बितेको दिपक चाहिँ नि। अनि यो चाहिँ उता गयो, दिपक बितेको त यसलाई थाहा पनि छैन होला। थाहा थियो? थाहा छैन। दिपक भन्ने को हो? म माथि दाइ हो। दाइ हो। अलि अपाङ्गो टाइपको थियो, अब होला एक्सिडेन्ट भयो होला। अब अलि लाटो जस्तो थियो के अरे। अब बुटवलतिर कसैले एक्सिडेन्ट भएर मरेको भन्थ्यो के अरे। लुम्बिनीमा भर्ना गर्दाखेरि 3-4 दिनको भित्र मृत्यु भएको त्यसको। बुबाआमा बित्दाखेरि ऊ चाहिँ कत्रो थियो नि? बुबाआमा बित्दा त म थिएन यहाँ, इन्डिया थिएँ। अहिले अरू दाजुभाइहरू कहाँ हुनुहुन्छ? अरू दाजुभाइ 3 भाइ इन्डिया छन् के अरे। दाइ चाहिँ यहीँ छ, सालझन्डी नै छ। ऊ चाहिँ काममा गएको 4 नम्बरतिर। हामीले जाम लिएर आउनुहुन्थ्यो क्या, 4 नम्बर काममा गएको रहेछ। त्यही भएर म र उहाँ घरबेटीलाई लिएर आएको क्या, एक्लै सँग हुन्छ भनेर। अब तपाईँले बिहा चाहिँ गर्नुभयो कि नै? बिहा गरेछ, छोरो पनि छ।
पेटले पनि एउटै लेभलको भइसकेको रहेछ दाजुभाइ। अनि सोध्नु पर्ला अब चिन्नु त चिन्न त छैन अब भाइहरूको नाम सोध्नु पर्ला ठ्याक्कै जवाब दियो भने चाहिँ विश्वास लाग्छ कि ठ्याक्कै जवाफ दियो भने विश्वास लाग्छ नत्र लाग्दैन। ल सोध्नु मजाले। भाइको नाम कुन भाइको नाम? सबभन्दा कान्छोको विशाल। अनि त्यहाँबाट सुशान्त। अनि त्यहाँबाट सुशील। त्यहाँबाट विमल। अनि दीपक। अनि राजु। अनि सुरेश। हो दिदीको नाम थाहा छ कि नै? दिदीको नाम त थाहा छैन हो मलाई पनि थाहा छैन दिदीको नाम त। के नाम भनिदिनु त दिदी? दिदीको नाम चाहिँ सीता हो। के नाम रे? सीता। अब कहाँ हुनुहुन्छ दिदी भनेर सोध्नु पर्ला कि के हो? दिदी त इन्डिया जानुभएको छ। के अस्ति नै यहीँ आउनुभएको थियो, यहीँ बस्नु भन्न आउनुभएको थियो, फेरि इन्डियातिर काममा जानुभयो अहिले काममा। अनि 3 भाइ चाहिँ इन्डिया चाहिँ कसले पठाएन? मैले पठाएँ। सानसानै बुढाले पढ्न नखोज्ने अब यतातिर खोला हिँड्ने, त्यही भएर अब पढ्न अब काम सिक्छन् भने इन्डिया सबैलाई इन्डिया पठाइदिएको। इन्डिया कुन ठाउँमा गएको? सबै दिल्ली, कोही जलन्धर छन्, 2टा दिल्ली छन्, एउटा चाहिँ जलन्धरमा छ। कान्छो चाहिँ नि मामाहरूसित काम सिक्दैछ। मामा भन्नाले कुन चाहिँ मामा? कान्छो बुवाको साइला छोरा हो मिलेको कुरो? खै अब मामाहरूको त थाहा छैन, भाइहरूको चाहिँ मिले। भाइहरूको चाहिँ मिलेको छ। अब अङ्कलहरूको विषयमा केही थाहा छ भने सोधे हुन्छ नि त। अङ्कलहरूको त केही थाहा छैन, म त सोध्छु। अङ्कललाई एक अङ्कलहरूसँग बसेको भए पो देख्यो होला र धेरै त कति बस्यो होला अङ्कलसँग गएर? धेरै बसेको छैन क्या? हप्ता दिन 10 दिन बस्यो होला धेरै अङ्कल। बसेको। आमा बुवा बित्दाखेरि गएको होला कि पाहाड है? आमा बित्दा गएको कि बुवा बित्दा गएको? बाबा दुइटै विदेशी गएको। दुइटै विदेशी गएको। बुवा मम्मीको नाम थाहा पाउन सक्छ? मैले मैले थाहा छैन। अलि नजिक आउनु त। यिनलाई चाहिँ बुवा आमाको नाम अझै पनि थाहा छैन, त्यो भनिदिनु। बुवाको नाम चाहिँ औत बहादुर बिटालु हो, आमाको चाहिँ केक कुमारी बिटालु। के नाम रे? औत बहादुर बिटालु बाबाको। औत बहादुर बिटालु बाबाको, आमाको चाहिँ केक कुमारी बिटालु। केक कुमारी बिटालु। यत्रो समयपछि दाइसँग भेट भयो, कस्तो लाग्यो तिमीलाई? धेरै खुसी लाग्यो दाइसँग भेटेर। दाइ चाहिँ आफूभन्दा कति चाहिँ जेठो हो? थाहा छैन पो त्यो पनि थाहा छैन। कति हो आफू जेठो? म चाहिँ यस्तो योभन्दा त कमसेकम 5-6 वर्ष जेठो छु क्या। ए तपाईँहरूले यो चाहिँ हराएको यो बिचमा खोज्नु भएन तपाईँहरूले? खोज्नलाई जहाँ यसलाई पठाएको जसले लिएर गएको थियो मालिकले, उहाँलाई सोधेको। उहाँले चाहिँ काममा यहीँ गर्दै थियो क्या, 1-2 दिन भयो देखाइदिए होइन, कहीँ खेल्न गयो कि भाउ आएन, साथीहरूसित साथी घर गयो कि सोध्छु मैले यताउति भनेको हो। त्यसपछि यत्नै गयो भने थाहा पाइएन क्या हामीले। खोज्न त अङ्कलले उहाँदेखि मिडियालाई पनि एकचोटि यसो गर्नुपर्छ भन्ने थियो, तर यसको चाहिँ हामीसँग कुनै पनि फोटो थिएन क्या एउटा पनि खोज्नलाई। पत्ता गर्नलाई यसको फोटो थिएन। अब बिना फोटोको अब कसरी गर्ने हो भनेर पनि ट्राई त गरेको, तर सम्भव चाहिँ भएन अलि। अब अलि चाहिँ अब यिनको चाहिँ उमेर पनि तपाईँकै हाइट पनि अब तपाईँकै लेभलमा भइसकेको छ। उमेरले पनि अब कति पुग्यो अरे? कति वर्ष भयो? 22 वर्ष भयो। अब केटो 22 वर्षको भयो, अब चाहिँ यसो बिहा गर्ने उमेरको पनि लगभग चाहिँ भइसकेको छ। अब उसको चाहिँ अरू चाहिँ अब उसले जे जानेको कामहरू जे जानेको छ त्यसमा अब दाजुभाइ भेट भयो लामो समयपछि होइन। अब चाहिँ एकले अर्कालाई यसो सहयोग गर्ने, एकले अर्का चाहिँ आदान प्रदान गर्ने, दुःख सुख सेयर गर्ने, अरू दाजुभाइहरूलाई पनि भेटघाट गर्ने एउटा वातावरण चाहिँ बनाउन सकिए राम्रै हुन्थ्यो कि के हो? हुन्थ्यो, सबैजना एकैचोटि भेट्न पाउँथ्यो, राम्रो हुन्थ्यो। कस्तो नरमाइलो लाग्यो हौ एक्लै भेटेर। सबैजनालाई एकैचोटि त अब धेरै पनि भएन, भाइहरू गएको। हुन त दसैँमा त सबै यहीँ थियो के अरे। जाने हेर न, दसैँमा त दसैँ तिहारमा त थियो के अरे, एउटा भाइ पनि यहीँ थियो के अरे। त्यसपछि दसैँ तिहारपछि ऊ पनि गएको हो क्या इन्डियातिर। मलाई इन्डियाबाट मेसेज गर्ने कुन चाहिँ भाइ हो? सुशील। यो मुनिको त्यही हो। ए योभन्दा पनि अझै कान्छो हो? यो मुनि अझै 3 भाइ छन्। उनीहरू कहाँ छन्? इन्डिया छन् कि। बुवा आमाको कसरी मृत्यु भयो नि?
बुवाको चाहिँ यही बुटोलमा मृत्यु भएको के अरे कारण चाहिँ थाहा भएन आमाको चाहिँ जेन्डिसले गर्दाखेरि माउलामा बित्नु भएको ल ठिक छ ल खुसी छ मन खुसी छ मन त अब चाहिँ दाजुको नम्बर लिने दाजुसँग चाहिँ कुराकानी गर्ने अब त भिडियो देखेपछिबाट अझ नम्बर लिन खोजेर तपाईँ त सम्भव नभएर होला भनेर फेरि चाहिँ नम्बर चाहिँ नमागेको नत्र नम्बर त माग्ने चाहिँ होइन उसको नम्बर पनि थिएन मसँग नम्बर त्यही थिएन भएर सोचेर होला अनि उसको पनि चाहिँ इच्छा परिवारसँग तपाईँहरूसँग भेट्ने इच्छा थियो हजुर अनि नम्बर मसँग उसको नम्बर थिएन अनि त्यस कारणले चाहिँ बरु चाहिँ बोकेर म नै लिएर आउँछु भनेर आज भर्खर मैले यिनको चाहिँ हातमा मोबाइल देखेँ हो कि कुरो बुझ्नुभयो नि तपाईँहरूको उता चाहिँ अङ्कल हुनुहुन्छ नि हजुर त्यहाँ चाहिँ के छ अहिले तपाईँहरूको त्यहाँ बसाइ हो कि अङ्कल मात्रै उता हो बस अङ्कल मात्र बस्नुहुन्छ हामी चाहिँ यता बसिन्छ सालजडीतिर बसिन्छ किनकि पाहाडमा अब त्यति उयो पनि नहुने कामदाम पनि नपाइने अब इन्डियातिर आउनु जानु पनि टाढा पर्ने त्यही भएर यतातिर बसेको क्या हामी हाम्रो आमा बुवाहरू सबै यतै चाहिँ बसेको पहिलेबाट हामी सब जन्मेदेखि चाहिँ बसेको के अरे त्यही भएर हामी उतातिर खासै बस्छ होइन क्या तपाईँले भाइसँग भेट्दा कस्तो लाग्यो तपाईँलाई धेरै खुसी लागिरह के भन्ने अरू त भिडियो कसरी चाहिँ कसैले सेयर गरेर तपाईँलाई भनिदियो भिडियो चाहिँ भाइले पठाएर सुशीलले पठाएर बल्ल मैले देखेको नत्र मैले त भेटाएको थिइनँ सुशीलले अनि फेरि शान्तिले दुइटैले एकैचोटि पठायो कि ल यही यो दाइ त यही हो भेटियो त के अरे नि भनेर उसले चिनिहाल्ने नि त उ त बचपनदेखि त्यसै त हिँडेको मान्छे म त सानैमा इन्डियातिर लागेको के अरे त्यही भएर यसले मलाई त्यही भएर नचिनेको होला के अरे उसले अरूले चाहिँ चिन्छ क्या उसले बिहानबाट अब फोन गरेछन् दुई भाइले अब मेसेज गरेछन् आउने बित्तिकै भिडियो कलमा कुरा गराउनु भनिरहेको थिएँ भिडियो कलमा चाहिँ नेटै छैन नेट छैन क्या म हटस्पट गरिदिन्छु हटस्पट गरिदिन्छु अन गरिदिन्छु हजुर तपाईँले त्यहाँबाट चाहिँ भिडियोमा कुरा गराइदिनु नि त है हुन्छ त्यो चाहिँ एकछिन तैँले चाहिँ चिने खाएर भने चिनिन्छ कि अलिअलि त याद होला नि अलिअलि चाहिँ याद छ अलिअलि चिनेपछि त हो नि के भन्छ को त भन् त अरे किन चिन्नुलाई पनि नामै भन्नुपर्छ र खै अरू कता खाथ्यो त भन्न एकै ठाउँ छैनन् अलग अलग छन् सबै अलग अलग काम गर्छ एक ठाउँ गर्दैन करणलाई त्यो बिचमा जस्तो कि भाइ हरायो भन्ने चाहिँ कहिले थाहा पाउनु भाइ हरायो भन्ने चाहिँ आमा बुवा बितेपछि अङ्कलले पहाड लिएर जानुभएको अरे अङ्कलले पहाड लिएर गएपछि अङ्कलले लौ यहाँ बस्न भन्दा किन उ गर्छस् र भनेर काठमाडौँ काममा लगाइदिनु भएको अरे त्यहाँदेखि अब जहाँ काममा लगाइदिएको त्यहाँदेखि ऊ चाहिँ हिँडेछ अरे एक दुई दिनमा काम गरेर पैसा दिएन भनेर केसी चिजको जस्तो हिँडेछ अरे त्यसपछि आएर हराएको क्या त्योभन्दा पहिला त सम्पर्क भइरहन्थ्यो अङ्कलले भन्नुहुन्थ्यो ल ठिक छ जस्तो कि अब पछि तपाईँहरू अब फेसबुकमा एड भएर फोनबाट पनि तपाईँहरूले यहाँसम्म कसरी आइपुग्यो भन्ने कुराहरू त सरस्वती बुझ्न सक्नुहुन्छ होइन अब कतिपय कुराहरूले पछि तपाईँलाई भन्ला आन्तरिक कुराहरू अहिले भन्न नसकेको कुराहरू पनि जस्तो कि अहिले चाहिँ त्यहाँनिर अब ठेगानाको हिसाबले कालिका नगरपालिका वडा नम्बर 9 शक्तिखोर भन्ने ठाउँ सायद प्रायः जस्तो सबैले सुनेको ठाउँ पनि हो अनि त्यहाँनिर चाहिँ रबिन गिरी भन्ने घरमा बस्छ विमल नाम उसको विमल नै हो विमल नै होइन विमल चाहिँ अहिले रबिन गिरी घरमा बस्छ होइन अनि उसलाई त्यहाँनिरको एउटा आफूले सिक्नपर्ने सिपहरू होइन आफूले जानेका सिपहरू अहिलेसम्म भएको दक्ष चिजहरू चाहिँ रबिनबाट नै सिकेको हो नि स्कुलमा बसिरहेको छौ तिमी रबिन गिरीको घरमा हो रबिन गिरी घरमा त त्यहाँ भिडियोमा सायद तपाईँले हेर्नुभयो कि नै होइन अब एकजना चाहिँ हाम्रो साजनजी हुनुहुन्छ होइन पछिल्लो समयमा यो ठाउँसम्म पुर्याउनलाई यो ठाउँसम्म गर्नलाई उहाँले विशेष भूमिका खेल्नु भएको छ अनि तपाईँको परिवारमा अहिले खास कतिजना को हुनुहुन्छ अहिले हामी चाहिँ अहिले घरमा चाहिँ म अनि मेरो बुढी अनि छोरो छ
अरू सबै भाइ चाहिँ कमाउन चाहिँ बाहिरतिर बाहिरतिर छ हजुर। अनि अरू भाइहरूले बिहे कसैको भएको छैन सिर्फ मेरो मात्रै हो तपाईँलाई एउटा सोधिहाल्नु पऱ्यो जस्तो कि अब विमललाई अहिले सबैभन्दा ठुलो समस्या परिवार त भेट भइसक्यो यति भएपछि तपाईँहरूलाई अब एक भइसकेको छ हजुर। नागरिकता बनाउनको लागि तपाईँहरूको भूमिका के रहन्छ के छ सहजता तपाईँहरूले कतिको त्यो चाहिँ एउटा सहजीकरणको भूमिका नागरिकता बनाउनलाई त अब 20 वर्ष पुग्दासम्म त सजिलै गरी बन्द हो के अब उमेर चाहिँ 20 भन्दा माथि गइसक्यो अब चाहिँ दुःख चाहिँ दिन्छ अलिकति किनकि हामी बनाउन सिफारिस लिनलाई छरा जानुपर्छ छरादेखि तानसिन आउनुपर्छ तानसिन आएपछि फेरि पुलिस रिपोर्ट गर्न फेरि छरा जानुपर्छ त्यसको त्यही कारणले चाहिँ अलिकति दुःख चाहिँ हुन्छ अब ठिक छ त्यो चाहिँ तपाईँहरूले गरिदिनुहुन्छ नि नागरिकताको प्रक्रियाहरू जुन भाइले चाहिँ हामीले गरिन्छ पुरै जति सकिन्छ त्यो चाहिँ गरिन्छ अब हामीले इन्टरभ्यू लिने बेलामा चाहिँ एउटा मार्मिक शब्द चाहिँ के चाहिँ थियो भने हामीलाई धेरैले त्यो सोध्ने पनि हुन्थ्यो मलाई अरू केही पनि छैन मैले बुवा आमाको त्यो अनुहार पनि मैले याद गर्न सकेको छैन बुवा आमाको फोटो चाहिँ म लिएर आउन चाहन्छु भन्थ्यो कि त्यो के छ तपाईँसँग छ उपलब्ध गराउन सक्नुहुन्छ भाइ बुवा आमाको फोटो त आमाको फोटो त मेरोमा पनि छैन बुवाको फोटो चाहिँ मैले एल्बमबाट खिचेर राखेको चाहिँ छ है क्लियर फोटो चाहिँ मसँग पनि छैन किनभने त्यो भाइले हामीसँग व्यक्त गरेको सबैभन्दा नागरिकतामा छ नागरिकतामा चाहिँ चिनिनु सक्छ यो पहिलो एउटा सपना भाइको त्यो पनि पुरा गरिदिनु होला हजुर र हामीले अब यति टाढाबाट आएर हामीले सक्ने प्रयास गरेका छौँ आगामी दिनमा तपाईँहरूले गर्नुपर्ने त्यो कामहरू पनि प्रक्रियाहरू पनि गरिदिनु होला होइन अब यो लामो समयपछि एक भएको परिवार है अब राम्रो होस् विमलले पनि त्यो एउटा भूमिका खेल्न पऱ्यो दाइ परिवारसँग एउटा कन्ट्याक्टमा रहिराख्ने कुराकानी गरिराख्ने र आगामी दिनमा राम्रो भएको हामीले सुन्न पाऊँ र हामी कन्टिन्यू यो विषयमा जोडिन्छौँ फेरि है त यो भाइलाई चाहिँ मैले चाहिँ पहिला सुरुमा चाहिँ कसरी भेटेँ भने हाम्रो अब त्यो ट्र्याक्टर चलाउने भाइ अर्को मेरो एउटा टु व्हिल ट्र्याक्टर पनि छ मेरो चाहिँ 3 इयर्स स्ट्यान्डको कन्स्ट्रक्सन छ मेरो त्यो कम्पनीमा चाहिँ मलाई चाहिँ ट्र्याक्टर ड्राइभर चाहिएको थियो अनि मेरो अर्को एउटा टु व्हिल ट्र्याक्टर चाहिँ त्यहीँ भाइको नजिकै घरको ड्राइभरले चलाउने अनि मेरो 4 व्हिल गाडीलाई चाहिँ एउटा ड्राइभर मलाई चाहिएको थियो त्यो चाहिएको थियो त्यसपछि अनि त्यो भाइले चाहिँ यो भाइलाई चाहिँ गाडी चलाउँछ भन्ने कुरा गर्यो अनि मैले भाइलाई देखेको पहिलादेखि त्यो त देखिरहेको म त घरै उतै होला भन्ने जस्तो लाग्यो मलाई पनि त्यतै कसैको त अब नाम ठ्याक्कै थाहा नभएको देखि देखिरहेको मैले त्यो ठाउँतिर त्यसपछि मैले त भाइ तिमी खाली हो र भनेर सोधेँ दाइ म त खाली छु म त ट्र्याक्टर पनि चलाउँछु भन्न थाल्यो अनि तिमी खाली हो भने चाहिँ मेरोमा आऊ नि त मेरोमा आऊ मेरो 4 व्हिल गाडी खाली छ त्यसपछि त्यो चलाऊ नि त भन्ने कुरा गर्यो अनि ल हुन्छ भन्यो त्यसपछि म चाहिँ ल भोलिबाट आऊ भन्यो मैले चाहिँ यतैको लोकल मान्छे होला जस्तो लाग्यो होइन त्यही देखिरहेको पहिलेदेखि नै अनि त्यसपछि ल आऊ भन्यो भोलिपल्ट गाडी मेरो कम्पनीमा आयो चलाउन आयो अब गाडी चलाइसकेपछि लाइसेन्स पनि चाहियो होइन अब के छ लाइसेन्स बनाएन बनाउनु पऱ्यो भन्ने कुरा चाहिँ गर्दैको दाइ मेरो घर त यहाँ होइन भन्छ मलाई अनि त्यसपछि कहाँ हो घर भनेको घर चाहिँ मलाई पाल्पा भन्ने थाहा छ त्यसपछि अरू थाहा छैन भन्ने कुरा गर्यो अनि त्यसपछि चाहिँ ल ठिक छ नि त त्यस्तो भयो भने तिमीलाई अरू केही थाहा छैन भने केही थाहा छैन भन्यो अनि पछि त्यहाँ हाम्रो रविन दाजुको घरमा बस्नु भएको थियो भाइ चाहिँ अनि दाइलाई सोधेको धेरै भयो मेरो घरमा बसेको मैले पनि त्यो खोलामा ट्र्याक्टर चलाउँदाखेरि चाहिँ लेबर काम गर्न आएको रहेछ अनि म सँगसँगै ट्र्याक्टरमा हिँड्छु दाइ मैले ट्र्याक्टर चलाउँछु भन्ने कुराले चाहिँ मैले पनि ल्याएर ट्र्याक्टर सिकाइदिएँ मैले भन्ने कुरा गरेँ अनि घरै थाहा छैन भन्छ त यसले त कहाँ हो भनेको पहिलेदेखि मेरो घर बसिरहेको घर चाहिँ थाहा छैन भन्छ अब यसो यताउता गरेर कतै बुझेर भए पनि लाइसेन्स चाहिँ बनाउनु पर्ने हो अब नागरिकता बनाउनुको लागि समस्या भयो मेन कुरो कसरी बनाउन सकिन्छ होला भन्ने कुरा गर्यो रविनहरूले नि अनि भाइले मैले सोधेँ के छ लाइसेन्स बनाउने हो नागरिकता बनाउने हो भनेको दाइ अब घर पनि थाहा छैन थाहा भयो त बनाउनु हुन्थ्यो भन्ने कुरा गर्यो अनि मेरो गौतम साथी अनि उहाँ हुनुहुन्थ्यो सन्तोष के अरे सन्तोष होइन हजुर सन्त कुमार दाइ हुनुहुन्थ्यो साथी अनि उहाँलाई ल तपाईँले चाहिँ हाम्रो केटालाई चाहिँ उद्धार गरिदिनु पऱ्यो समस्यामा यस्तो समस्यामा छ त्यो केटालाई चाहिँ आफ्नोसम्म चाहिँ एउटा भिडियो बनाएर पुर्याएर यसको चाहिँ नागरिकता बनाउने बाटोमा चाहिँ मिलाइदिनु पऱ्यो हजुरहरूले भन्ने भएको थिएँ मैले अनि त्यसपछि उहाँहरूले पछि हामीबाट भिडियो लिएर हालेको थिएँ 1 महिना लगायत त्यस्तो कति भयो होला होइन हामी भिडियो हालेको डिसेम्बर 6 को हाल्नु भएको त्यस्तै कति हाल्नु भएको थिएँ अनि त्यो भिडियो भएपछि चाहिँ दाइलाई पछि फोन आएको रहेछ अनि त्यसपछि आज चाहिँ हामी अनि बिहानै हिँड्ने भनेर हामी खास त आज माथि जाने भनेर गएको बाटोमा गाडी बिग्रियो हामी तानसिङसम्म पुग्यो तानसिङमा अब गाडी चाहिँ बनाइयो तर त्यहाँबाट माथि जान अझै टाढो रहेछ
त्यहाँदेखि कमसेकम अझै पनि 2.5-3 घन्टा लाग्छ क्या गाडीमा ननस्टप गए पनि लाग्ने चाहिँ अब रातिको ठाउँ है नचिनेको ठाउँ बाटो अप्ठ्यारो छ बाटो अप्ठ्यारो छ भन्नु थाल्यो त्यहाँको मान्छेहरूले नि अनि त्यसपछि हजुरलाई फेरि यहाँ कन्ट्याक्ट गरेर बरु उताभन्दा यतै सहज हुन्छ होला भनेर हामी चाहिँ अनि यहाँसम्म चाहिँ आएर हजुरलाई भेट्यो अब के अरे अब भाइलाई अब नागरिकता यसो बनाउनुलाई सहयोग गरिदिनु पऱ्यो अब होइन बनाइन् त पऱ्यो के अरे अब भाइ भाइसँग बनाउनु पऱ्यो कि दाइको कर्तव्य चाहिँ निभाउनु पऱ्यो अब म मुनि 4 भाइ 5 भाइ हुन्थ्यो अरे एउटा भाइ त बितेर गयो के अरे अब यिनी 4 भाइको चाहिँ बनाइदिनै पऱ्यो नि त एक भाइको बनाइदिएको अस्ति आएर बनाइदिएको तिहारभन्दा पहिला बनाइदिएर गएको इन्डिया उसको बनाइदिनु पऱ्यो अरूको चाहिँ अझै उमेर पुगेको छैन बनाउनु 2 भाइको जति पुगेको छैन अझै यसको बनाइदिनु पऱ्यो यस्तो बनाउनु ठिक छ अब